गाइज फाइनल्ली हामी चाहिँ यो चाइनिज वाला मन्दिरसम्म पुगिसकेका छौँ। लुम्बिनीको यस्तो छ। यो चाहिँ फर्स्ट मन्दिरमा आयौँ है गाइज। फर्स्ट मन्दिर जाउँ यस्तो छ क्या, यस्तो छ। यार त्यो जस्तो रहेछ, सुनको जस्तो छ त बे राजा, सुनको जस्तो छ त त्यो मूर्ति हो। अच्छा बजार लागिसकिरहेछ आजभोलि चाहिँ यस्तो। सो फाइनल्ली हामी चाहिँ पुगिसकेका छौँ होइन दर्शन गर्न। चाइनिजले बनाएको गाई त सबले। आम्बो यहाँ यस्तो रहेछ के ठाउँ त खतरा रहेछ त न। ठाउँ त खतरा रहेछ के गाई, सोचेको पनि थिएन के लुम्बिनी यस्तो होला भनेर होइन गाइज। सो म चाहिँ यस्तै हो, पहिलाको जस्तै हो होइन। त्यही हो, माया छ सबलाई एकदम लुम्बिनीबाट। हिजो बुटोलको आज चाहिँ लुम्बिनीको गाइज। बिस्तारै अब नेपालगञ्जको पनि भल्का हुनेछ। सो गाइज आज चाहिँ लुम्बिनी होइन, बिस्तारै अब 2-4 दिनपछि नेपालगञ्जको भल्का हुनेछ। हेर्नु होला, सबैले माया गर्नु होला। यहाँ चाहिँ यस्तो रहेछ, पुरै चाइनिजले बनाएको, यहाँ चाइनिज अक्षरबाट लेखेको रहेछ। केटाहरूले ढोक गरिरहेको छैन, म चाहिँ कसरी ढोक गर्ने होला, म पनि ढोक गरेर गएँ। त्यो भइरहेको छ यहाँ। बुद्धको सबभन्दा ठुलो मूर्तिहरू रहेछन् यहाँ। दर्शन गर्नलाई यस्तो मान्छे आएछ। धेरै मान्छे छन्। एसीमा राम्रोसँग पासौँ भनेर म आएको हो होइन। छोड न राजा तिमी, किताबहरू रहेछन् कि फेरि। मूर्ति चाहिँ लास्टै ठुलो रहेछ कि गाई छ। ल ल घुमिहाल्छौँ तिनचोटि। अझै यहाँ पछाडि पनि रहेछ कि पुरो ठुलो दरबार जस्तो रहेछ यहाँ पुरै। यति बन्द कसरी भयो क्या यार गाई चाहिँ। कस्तो तरिकाको रहेछ क्या पुरै, बबाल छ क्या फेरि माथि पनि।